अनलाइन सपिङबाट पनि ठगिदा रहेछ कता छ कमाएर खानु नि अर्काको किन धुत्नु किन लुटेर खानु कालीमाटी बजार है यो कालीमाटी स्ट्रबेरी तीनचोटी भइसक्यो यहाँ पकाएको हेलो साथीहरु गुड मर्निङ लास्ट एन्ड वेलकम ब्याक टु माई च्यानल भोटेनी ब्लग म सन्चै छु तपाईहरु पनि सन्चै हुन्छ भन्ने आशाका साथमा आज म फेरि न्यू ब्लग सुरु गरिसकेँ साथीहरु म चाहिँ भर्खर उठेको अहिले 8:10 भइसक्यो म चाहिँ तातो पानी खाँदै छु कस्तो भएको अनुहार पनि मुखै धुएको छुइनँ गाली खाइस ठुलो भएको गाली खाइस कुटे खाइस चिया र बिस्कुट खाँदैछ है मेरो डेन्जर मान्छे भनेको चाहिँ यहाँ छ के जहिले गाली गर्छ बिहान बिहानै उठेर यार किन गाली गर्छ 9 बजेसम्म सुत्नेलाई गाली नगरेर के माया गर्नु 9 बजेसम्म चाहिँ कहिले सुत्यो 8-10 हुँदैछ आज एक दिन त होला नि चाँडै उठेको थियो र घाम लागिसकेछ घाम लागेको छैन मैले त मुखै दुख्छ छैन जिते फेरि कट्छ आज घाम लागेको छ र घाम लागेको छैन अब चाहिँ हामी यहाँबाट बजार जानुपर्ने हुन्छ साथीहरु ओइ भाइ भाइ ओइ उठ चाहिँ उठ खाना बनाइ तेरो भेनालाई ढिलो हुन्छ नि सुति नराख आमामो अहिलेदेखि रातभरि सुत्दैन कि क्या हो यो त लु भाइ लु जाम एटिएम बोक्नु है किन कराउनु पर्ने मन नै बिहान बिहान के भयो को करायो राम्रोसँगले खाऊ न भन्नुपर्छ नि छिटो खाऊ न भन्नुपर्छ अनि कहाँ जानुपर्ने छ कहाँ जानुपर्छ कहाँ गएर कहाँ पुग्नुपर्ने छ बिहान कराउँछ यार काम छैन 1.5 फुटीले नि गाली खाएर बिहान बिहान होइन हो कुटे खायो कुटे पो खायो मुखै नदी बिस्कुट खान्छ है प्रश्न गनाए है के हो बिहान बिहान के हो यो चाहिँ सोल्टीको राइस यहाँबाट अब एटिएम पनि यही त रहेछ नि एटिएममा छोडेर आएको हेर्थ्यो नि त तेल हाल्नु साबनको हालत यहाँ आएर चाहिँ यसरी बोक्नुपर्छ झर्दैन च्याउ उता घर चाहिँ नहोला नि फेरि आमा यो झोला त गरौँ छ है कालीमाटी बजार है यो कालीमाटी बजार काठमाडौँकै ठुलो बजार है जिते सब्जी बजार अब हामी चाहिँ फर्किँदैछौँ यहाँबाट यहाँबाट पो भएको छ त जिते त ओ बाइक आउँदैछ कुना राख्ने यो चाहिँ भित्र हामी त्यो यो कालीमाटीबाट त्यो उता घुमेर गइराख्नुपर्छ अनि यहाँबाट भित्रबाट घर जाँदैछौँ तपाईँले स्पिड आयो भने त अनि कहाँबाट बोलेकै सुन्नु आवाज उसको हेलमेटको सिङ चाहिँ हेर्नु न सिङ माथि अब चाहिँ हामी घर आइपुग्नु आँट्यौँ फाइनली हामी बस्ने ठाउँ त उकालो चढ्नुपर्ने यहाँ पछाडि झन् सानो उकालो चाहिँ ला लु हामी चाहिँ अब घर आइपुग्नु बोलेकै सुनिँदैन यार माइक हाल्नुपर्छ माइक छ चार्जै छैन माइकमा त भात मात्रै पकाएर बसेको रहेछ हौ ला आलु मात्रै नि भुट्दा भइहाल्छ नि के कति छस्
हामी चाहिँ फाइनल्ली घर आइपुग्यौँ यहाँ अब लु सब्जी कोपी काटेर बना कोपी र आलु नाङ्लो खाली छ अरे हाम्रो सब्जी राख्ने चाहिँ खासमा यसमा हो क्या यो खाली भइसक्यो कालै भइसक्यो हेर म त उता पनि पो जानुपर्ने त उता बजार जानुपर्ने आज असन फुपूसँग यति सब्जीलाई लु 2000 कति पनि छैन यहाँ कति 2000 अरे यति सब्जीलाई ल कसरी बस्ने होला काठमाडौँमा टमाटर यहाँ छ टमाटर आलु यो चाहिँ जिरा र हो च्याउ रहेछ नि त यहाँ च्याउ के पकाउने कोपीको च्याउ कोपी है होइन हाम्रो चाहिँ यस्तै छ है साथीहरू के गर्ने र गाह्रो छ काठमाडौँमा बसी खानु गाह्रो छ कहाँ गएको जिते के गरेको कस्तो राम्रो च्याउ छ यार सेतो सेतो कस्तो दामी च्याउ खानु पनि माया लाग्ने यो च्याउ भन्दा के भाइ मलाई होइन त्यो पहिला हामी झापामा दसैँ च्याउ खाँदैौँ नि हौ पहेँलो खालको हो त्यस्तो पो साह्रै खानु मन लाग्छ यता त पाउँदैन हौ जङ्गलमा खोजेर कति खान्थ्यौँ है जङ्गलै र हजुर मान्छे मर्छ भनेर खाँदैन नि को ओइ जङ्गलमा फल्छ नि रातो तपाईँले दिए छैन होला हुन्छ चाहिँ सल्लाह घरीमा जङ्गलमा जाप पनि हुन्छ नि हाम्रोतिर त सल्लाह घरी छैन है भाइ सल्लाह घारी भनेको नि अब सल्लाहको रुखहरू नि हाम्रोतिर त सखाको रुखहरू मात्रै हुन्छ झापामा त अनि देखाउनु न देखेँ भने त म खाइहाल्छु नि तपाईँहरूकोमा त के सिमल तरुन त खाँदैन मर्छ भनेर सिमल तरुन पनि खाँदैन हौ मेरो बुढोकोतिर त मर्छ भनेर डराउँछ मान्छेहरू अनि खोइ लसुन के लाग्यो दिची त्यसले छैन होला ए काम त गर्छ च्याउ मैले केलाई अब च्याउ आलु पकाउनु पर्ने हुन्छ हामीले चाहिँ त पका न यिनीहरूको पारा हेर अनि त चाहिँ जहाँ बस्यो त्यही मोबाइल हेर्ने पाक्छ है लु पाक्छ हिजो मैले कस्तो दामी पकाएको थिएँ त नि के भयो जितेलाई के गरेको तपाईँ भित्र के हो ग्लोभ च्यातेर हैरान छ जितेको चाहिँ बिचरा किनभने पैसा छैन सेलेरी आएको भए पो त्यही ग्लोभ्स यति लामो ग्लोभ्स लायो दुलो परेर यति यति काटेर त्यही लाउँदैछ त्यही मिलाएकै होला अझै पनि साथीहरू हामी चाहिँ अब हिँडेको 1.5 फुटीको पारै यस्तो छ लुगा चिम्टी पनि कहाँ हरायो 5वटा मात्रै छ गाह्रो छ अब हामी चाहिँ यहाँदेखि फुपूकोमा जानुपर्ने हुन्छ फुपूकोदेखि चाहिँ अनि ला मैले खुजुरा पैसै ल्याइन फेरि 10 रुपियाँ मात्रै छ ला अब त्यहाँदेखि टेम्पो चढेर त्यहाँदेखि चाहिँ हामी उता असन जानुपर्ने हुन्छ ल अब हामी चाहिँ हिँडेको दिमाग खराब भइरहेछ मेरो आज यहाँ फुपू यो पुलिस क्याम्प अब यहाँदेखि चाहिँ हामी गाडी चढेर जानुपर्ने हुन्छ साथीहरू यहाँदेखि टेम्पो पर्खिँदैछौँ हामी चाहिँ आज त घाम पनि लागेको छैन हजुर डाटा होइन भिडियो बनाएको के त्यतिकै क्यामेराबाट काठमाडौँ सफा भन्छ काठमाडौँको यहाँ खोला हेर न यहाँ कस्तो छ बनाएर ढल सबैले टोइलेट गरेको यहीँ आउँछ
गनाएर म त मरेको यो चाहिँ पुल हो कालीमाटीको यो पुललाई कुन पुल पो भन्छ टङ्केश्वर पुल भन्छ ल टङ्केश्वर पुल भन्छ यसलाई चाहिँ यहाँदेखि चाहिँ हामी असन हुँदै जाने हो गनाएर खोला त कसरी गनाएको हौ फोटो खिच्ने ल नजाने अरे छोडिदिनु लु खिच्छ यहाँ साइकलमा होइन हौ यता चाहिँ खिच्दिनुपर्छ यता पर ल मोती नातिनी भएर आउँदैछ परे भनेर ल फोटो खिचिदिन्छु लु बस है लु बस त्यही बसन्तपुर हो है साथीहरू बसन्तपुर हामी चाहिँ गाडीबाट झरेर हिँड्दै आइपुग्यौँ बसन्तपुरमा अन्त यो ठाउँ चाहिँ मैले अस्ति भन्दा हिजो भर्खर उसमा हेरेको थियौँ कति वर्ष पुरानो यो राजा कि खोइ केको पाला मेलातिर कति हिँड्दै थियो मान्छेहरू है यो चाहिँ बसन्तपुरको एरिया हो साथीहरू हेर्नु है यस्तो छ घाम लागेको छैन र नि तर नि आज गर्मी चाहिँ छैन हो गर्मी घाम लागेको छैन र नि जाडो चाहिँ छैन भनेको अरे गर्मी चाहिँ छैन भन्दै रहेछ गर्मी नै छ तातो भएको छ त फुपू है फुपूलाई चाहिँ ठिक्क भएको छ अरे मौसम पोल्छ अझै धुमे भने त अनि जाडो भइहाल्छ नि अझै धुमे भने त यो 1.5 फुटीलाई चाहिँ के हुन्छ कोनी उफ्रे गर्छ के भयो जुत्ता भद्दा भयो जुत्ता किनिदिउँ भनेर खोजेको खोइ पाएन त अनि जुत्ता किन रुमाल सिंहन आयो अनि किन चाहियो रुमाल अहिले हराउनलाई उसको एउटा ब्याग त बोक्नु सकेको छैन झारी हिँड्छ बाटोमा यहाँ अब परेवा उड्यो गोराहरू हेर यहाँ छेउमा चाहिँ अब भद्रकाली मन्दिर छ भद्रकाली नै रहने है भद्रकाली मन्दिर छ यहाँनिर चाहिँ 1.5 फुटिया नि हिँड्दैछ गर्दै यहाँ मन्दिरमा फोटो खिचिदिन्छु म ल मन्दिरमा नखिच्ने हामी मात्र खिच्नु न राम्रो आउँदैन राम्रो आउँछ यहाँ यो चाहिँ भद्रकाली मन्दिर हो है साथीहरू ल भद्रकाली यो चाहिँ सजाएको रहेछ नि त ल फोटो खिच्ने खिच्ने नानी हो नखिच्ने जाम ल यो चाहिँ कुन मन्दिर हो यहाँभित्र चाहिँ के को उयो छ कुन मन्दिर हो यो मन्दिरको नाम चाहिँ थाहा भएन बसन्तपुर मात्रै थाहा छ मन्दिरको नाम चाहिँ थाहा भएन यो ब्यागहरूको ब्यागहरू पनि छ यता आउनुहुन्छ चाहिँ किन्नु है साथीहरू के खाएको के अरे के हो त्यसको नाम के हो स्ट्रबेरी आज नयाँ जुत्ता किनेको थिएँ है सिलेको छोरीले जुत्ता नयाँ लाएर हिँड्दैछ के साह्रो महँगो हो राम्रो यो बसन्तपुर 950 भन्दैछ त अझै घटाउँदै नघटाएको है त्यत्तिकै बोक्दा हुन्थ्यो त अनि प्लास्टिकमै ल उसको धागो हालेको ल कति महँगो हो धागो पनि राम कति महँगो हो धागो भित्र तीनवटा लिएको नि भित्रबाट 6वटा लिएको 780 मा बाहिर कतिवटा लिन्छ दुईवटा होला नि बाहिर 3टा होला 3 लाछीले 500 600 नै लियो भने 585 605 रुपियाँ त 115 रुपियाँ स्ट्रबेरी 300 भन्दा भयो 600 भन्दा भयो
यतातिर बसेको छौँ है हामी त यो लाइनमा बसेको छौँ यसो गर्दै बसेको छौँ लडी हौ यता आइज त्यो फालेर बिचारा उसको खुट्टा दुख्यो होला माथिबाट आइज है माथि चढेर आइज यो त हल्लाङ सुत्नु खाउँदैन आइज ल ए खुट्टा दुखे छैन रहेछ बुरुक बुरुक उफ्रिँदैछ होइन हिँड्ने बेला मात्रै दुख्छ उसको बस जाने हो अब खा के खाने अब तेरो डल्ला खा डल्लो खाने ठिकै छैन भुजाक डल्ला यो साह्रो कराएको हौ यो जान्ठो हामी चाहिँ फर्केको अब बजारबाट फाइनली साथीहरू गाडीबाट नि ओर्लिसक्यौँ पैसा सकेर आयौँ यसलाई चाहिँ हिँड्दा चाहिँ सास जान आँटेछ कि अनि गाडी चढ्दा चाहिँ खुसी लाग्यो होला गाडी चढ्दा कस्तो भयो दामी भयो अब झ्यालमा भोलि हेर्ने यो लाइन चाहिँ सबै आर्मीको क्याम्प हो यता चाहिँ यो चाहिँ आर्मीको क्याम्प हो पञ्चकन्यामा अब स्कुल भइहाल्यो यहाँभन्दा सिधा अगाडि चाहिँ स्कुल छ त्यसपछि चाहिँ हामी बस्ने ठाउँ आउँछ यो आलु 3 चोटि भइसक्यो यो आलु पकाएको साथीहरू हामी चाहिँ चिसोमा तातो तातो आलु अचार खाँदैछु मैले चाहिँ अघि खाइसकेको फुपूले 3 चोटि भइसक्यो बसाउँदै निकाल्नु पाक्दैन आज त यसले पनि अचारसँग खाँदैछ लु रातै अचारसँग है मेरो क्यामेरा पो यसले सबै समार ल नानीले समार क्यामेरै गएछ सबै आलु यत्रो आलु छ बाहिर चिसो छ यस्तो धुवा उड्दै गरेको खानुपर्छ बस पाक्यो होला अब त मिठो चाहिँ मिठो भएको छ मिठो छ उता गएर आलु खाँदैछौँ गाइस हामी आलु पिरो भएर तेरो पानीको बोतल नि कहाँ पो कसको के भयो अरे तँलाई के खाएर के भयो अरे अनि बुढी दुख पिरो खाएर होइन पिरो खाएर बुढी दुख्यो हाम्रो लुगा हालत हेर्नु साथीहरू यहाँ यस्तो छ के गरेर गएको हामी आमा छोरीले सबै मिलाउने ल फाइनली हामी चाहिँ रुम आइपुगेको छौँ अहिले चाहिँ होइन फुपूकोमा है यस्तो मिठो आलु लागेको है आमा जति खायो बुढी अगाए पनि मुख नअगाएको के भएको आमा कति धेरै खाएँ मैले त आलु आमा त्यसपछि हामी चाहिँ खाइसकेर डाइरेक्ट घर आएको के रुम भर्खर आएको त्यो पनि जाडोले है अलिक पछि मात्र आउने थियौँ चिसोले घरमा नि केही काम छैन ठुलो बुवाको छु जाडोले कस्तो हिजो त फेरि यस्तो पोल्ने घाम लागेको थियो यस्तो पोल्ने घाम लागेको थियो आज त फेरि घामै थिएन केमा लु लुगा तातो लुगा लाउने तातो लुगा लाउने ल पोल्छ त अनि कसले पिरो खान लाग्यो अब यो लुगाहरू सबै मिलाउने ए मेरो त टाउको दुखिरहेछ टाउको किनभने होइन आज हाम्रो भाइको अनलाइन सपिङ गरेको अरे उसको अनलाइन सपिङ गरेको 5000 पैसा ठगेको छ हौ साथीहरू गाह्रो छ त्यही भएर अनलाइन सपिङदेखि चाहिँ सबैजना चाहिँ सचेत रहनु होला त्यही हो
यो गठेलाई यो भाइलाई मैले बिहान पनि भनेको नि त्यत्रो नगर है पैसा स्क्यामरहरू अहिले स्क्यामर के भन्छ नि हौ जाठा भन्न नि आउँदैन म त्यस्तोहरू हुन्छ त्यही भएर पैसा ठगी हुन्छ भनेर भनेको कति धेरै सुने पो मरि गए मेरो कुरा सुन्दैन खाना पसिँदा अर्डर गर्दै थियो सामान टिकटकबाट हेरेर के को भुत्रो पनि हुँदैन यो नेपालमा यस्तो हुँदो रहेछ साथीहरू विदेशमा चाहिँ हामीले चाहिँ अनलाइन सपिङहरू कति धेरै गर्दा नि यस्तो भएको चाहिँ थाहा छैन नेपालमा चाहिँ यस्तो हुँदो रहेछ मेरो चिम्टीले त नानी यस्तो हुँदो रहेछ के साथीहरू म त छक्कै परे थ्याङ्क यू अघि भर्खर किनेर ल्याएको यो चिम्टी पनि साह्रै मन पऱ्यो कि साथीहरू मलाई त्यही भएर 5,000 कमाउनु कति धेरै लाग्छ टाइम पैसा के हो पोखियो के हो ए उहाँ फाल्न डस्टबिनमा त्यस्तो भएको के साथीहरू अनि म त टेन्सनले यस्तो टाउको दुख्छ बिहान दिउँसो त्यो असन बजारतिर हिँड्दा नि टाउको दुखेर त्यत्रो पैसा है तर केही छैन अब दशा गरा नै गयो त्यो मान्छेलाई त्यति 5,000ले अब त्यसको लाइफ बनिन्छ त्यसको जिन्दगी बनिन्छ भने होस् अब के चाहिँ गर्नु होइन अब नहुनु मान्छेबाटै त गल्ती हुन्छ यता आइज गल्ती हुन्छ के गर्नु र टाउको त यत्रो भएको छ नि यत्रो टाउको दिमाग खराब भएको छ नि के गर्नु र दिमाग खराब भएर तँलाई के भयो मामाको पैसा चोरले लग्यो होइन चोरले खायो नि मामाको पैसा कसरी खायो अरे त्यसरी खायो कति लग्यो 5,000 है अघि 5वटा सिक्का थियो 5वटा सिक्का होइन हात्ती लग्यो अघि हात्ती किनेको सिक्का 5वटा हात्ती लग्यो हात्ती पनि लगो हात्ती कटोरेन नि पैसा लगो फोन आयो यसको आमाले फोन गर्यो त्यस्तो हुन्छ क्या साथीहरू अनि होइन म त अब जे नहुनु भइहाल्यो अब छोडिदियो अब त्यो त्यस्तै हो भनेर भाइलाई पनि सम्झाएँ होइन बिचरा अब मरि दुःख गर्छ साइकल राइडर हो होइन साइकलमा कति साह्रो पर्छ काम गर्नु त्यही भएर साथीहरू अनलाइन सपिङबाट चाहिँ सबैजना सचेत रहनु होला मेरो भन्नु चाहिँ यही हो होइन अनलाइन सपिङबाट पनि ठगिँदो रहेछ कति ठगिन्छ भनेर त टिकटकमा आउँछ टिकटकमा मैले हालेको कि तर मेरो भिडियो रिमुभ गरिदिएको के को भिडियो हालेन भएन के रिमुभ भयो त्यस्तो पनि हुँदो रहेछ साथीहरू होइन अब के गर्नु विदेशमा त कसम थाहा छैन विदेशमा त है कसम थाहा छैन यस्तो भएको यस्तो अनलाइनबाट सपिङ कति धेरै गऱ्यौँ है विदेशमा त त्यस्तो थाहा छैन यहाँ चाहिँ के भएको नेपालमा यो नेपाली मान्छेहरू के भएको कमाएर हात भगवानले दिएको 2टा हात छ खुट्टा छ कमाएर खानु नि अर्काको किन धुत्नु किन लुटेर खानु अर्काको भयो यस्तो हुँदो रहेछ यार साथीहरू म त आज आफ्नै घरमा आफ्नै भाइ त्यस्तो भएर मेरो दिमागले नि काम गरेको छैन म के बोल्छु के बोलेको छुइनँ मेरो दिमागले नि काम गरेको छ तर यति भन्न चाहन्छु साथीहरू प्लिज होइन अनलाइन सपिङबाट चाहिँ सचेत रहनु होला लुटेराहरूबाट आज हाम्रो पनि त्यस्तै भएको छ पत्याउँदैन थियो हाम्रो भाइले पनि आज चाहिँ पत्यायो जो भन्छ नि मान्छेले उयो के भन्छ सानो बनाइ साउन यहाँनिर किन यहाँ आएर मोबाइल हुनुपर्ने त्यही माथि दिमाग खराब भएको छ झन् बच्चाले यस्तो दिमाग खराब गर्छ कि त्यस्तो भएको छ अन्त भनेको पहिला अरूले नि त कति भन्छ नि अब टिकटकतिर नि कति न्युज आउँछ अनलाइन सपिङबाट यसरी ठगी हुन्छ यसरी ठगिनुमा पुग्यो भनेर होइन तर हुँदो रहेछ त्यस्तो चाहिँ रियलमै हुँदो रहेछ नेपाली मान्छेहरू के भन्नु नेपालको मान्छेहरूलाई अब सबैलाई त भन्नु मिल्दैन होइन त्यो ठग्ने मान्छेहरूलाई